माया टिप्समा यहाँहरूलाई स्वागत छ। के तपाईँ पनि पायल्स अथवा कब्जियतको समस्याले हैरान हुनुहुन्छ? पायल्स हुनुको मुख्य कारण नै पेट सफा नहुनु हो। आज म तपाईलाई भान्साकै दुई चिजबाट यसको अचूक समाधान बताउँदैछु। सबैभन्दा पहिला एक गिलास मनतातो पानी लिनुहोस्। अब यसमा 1 चम्चा त्रिफला चूर्ण र 1 चम्चा इसबगोल भुसी राखेर राम्ररी मिसाउनुहोस्। त्रिफलाले पेट सफा गर्न मद्दत गर्दछ भने इसबगोलले दिशालाई नरम बनाउँछ, जसले गर्दा पायल्समा हुने दुखाइ कम हुन्छ। यसलाई मिसाइसकेपछि धेरै बेर नराखी तुरुन्त पिउनुहोस्। सबैभन्दा उत्तम परिणामको लागि राति सुत्नुभन्दा आधा घण्टा अगाडि यसको सेवन गर्नाले यसले जादु जस्तै काम गर्छ। यो विधि अपनाउँदा दिनभर प्रशस्त मात्रामा पानी पिउन चाहिँ नबिर्सनुहोला। यस्तै उपयोगी स्वास्थ्य जानकारीको लागि मेरो च्यानल माया टिप्सलाई सब्स्क्राइब गर्न नभुल्नुहोला। स्वस्थ रहनुहोस्, खुसी रहनुहोस्। धन्यवाद।